तपाईँको नाम के भन्नुभयो? अभिषेक गौतम। अनि तपाईँको यसरी हिँडिराख्नु भएको छ है? अपाङ्ग हो? अब बाइक किन्ने हो? अब घरै जानुहुन्छ? ए हुन्छ हजुर, हस्। थ्याङ्क यू सो मच है। मती गौरव है। अभिषेक गौतम हजुर होइन? तपाईँको अफिस कहाँ छ? किलीगङ्गा? शान्ति सेवा गृह। मेरो नाम दिनु बोलाइदिनु म तपाईँलाई हुन्छ हुन्छ। अहिले मैले बाटोमा भेटेँ, मलाई माया एकदम माया लाग्छ यस्तो मान्छेहरूको। अनि मलाई पुरा भयो, क्युरियोसिटी भयो। अन्त पछाडि गोजीमा पैसा पनि थिएन होइन, जति थियो 50 रुपियाँ थियो, मैले त्यो दिएको थिएँ। त्यो पछाडि तपाईँसँग के म गफ गर्न सक्छु भन्दाखेरि आउनुहुन्छ भन्ने कुराहरू भन्नुभयो। शान्ति सेवा गृह के समथिङ कहाँ बस्नुभयो रहेछ, अनि इन्भाइट नि गर्नुभएको छ होइन मलाई। अनि उहाँले चलाइरहेको त्यो गाडी चाहिँ उहाँले आफैले बनाउनु भएको रहेछ कि, आफैले बनाउनु भएको रहेछ। तर सट नाइस गाई के, एकदम के, किन भन्दाखेरि नर्मल मान्छेलाई उहाँको बोली उयो गर्न अलिकति अप्ठ्यारो पर्ला। तर म चाहिँ यस्तो मान्छेहरूसँग अलिकति इन्टरेक्ट भएको छ कि होइन। हामीकै घर छेउमाहरूमा पनि त्यो सानैदेखि देखिरहेको। अनि हो कति कुराहरूको प्रष्टले बुझिनँ, तर जे बुझेँ त्यो चाहिँ तपाईँलाई भन्नु हो होइन। अब जे बिचरा स्ट्रगल गरिराख्नु भएको छ है, एकदमै राम्रो कुरा हो कि, कमाइराख्नु भएको रहेछ कि।